नमस्कार सम्पूर्णमा म राजेन्द्र सेवक राजेन्द्र समाम्पे। हाम्रो सम संस्कृति पार्टी चुनाव चिन्ह माटोको चाहिँ क्षेत्र नम्बर 3 झापा जिल्लाबाट चाहिँ दीपक तिमसिनाज्यू उम्मेदवारी उठ्नु भएको छ। उहाँलाई चाहिँ तपाईहरुले बहुमतले भोट दिकन उहाँ जस्तो एउटा युवा देशमा केही गरौँ, आत्मनिर्भर हुनुपर्छ भन्ने उहाँले एउटा जुन चेतनाहरू गर्नुहुन्थ्यो र उहाँ एउटा त्यो किसिमको व्यक्ति पनि हुनुहुन्छ। यस्तो युवा, यस्तो समाजसेवी काम गर्ने व्यक्तिलाई चाहिँ तपाईँ हामीले बहुमतले भोट दिकन दीपक तिमसिनाज्यूलाई चाहिँ सम संस्कृति पार्टी चुनाव चिन्ह माटोबाट चाहिँ जुन चाहिँ हर्क साम्पाङ ज्यूको चाहिँ हर्कवाद सिद्धान्त छ, आत्मनिर्भर हुनुपर्छ, यो देश चाहिँ गुलामीहरूको हातमा हामी आफै आफ्नो देश सक्षम हुनुपर्छ भन्ने जुन उहाँको विचार छ, यो विचारको निम्ति चाहिँ एउटा सम संस्कृतिको सरकार बनाइकन चाहिँ उद्योग कल कारखाना आफ्नै देशमा खोल्नुपर्छ र हामीले चाहिँ आत्मनिर्भर हुनुपर्छ भन्ने जुन उहाँहरूको युवाहरूको विचार चाहना भएको दीपक तिमसिनाज्यू हुनुहुन्छ। दीपक तिमसिनाज्यूलाई चाहिँ बहुमतले भोट दिकन सम संस्कृति चुनाव चिन्ह माटोमा भोट दिकन तपाईहरुले बहुमत भएर जिताइदिनुहोस्। जति पनि क्षेत्र नम्बर 3 वासीहरू हुन्छ तपाईहरुले जिताइकन उहाँ जस्तो एउटा इमानदार, उहाँ जस्तो एउटा युवा, उहाँ जस्तो एउटा चाहिँ समाजसेवी काम गर्ने व्यक्तिलाई जिताइकन हामीले सम संस्कृतिको सरकार बनाइकन यो देशको भूमिको रक्षा गरौँ। यो देशको चाहिँ हामीले रक्षा गरिकन हामी आफैमा आत्मनिर्भर भइकन यो मानव र यो देशको विकास परिवर्तनको निम्ति हामी सबैले यो पालिको भोट चाहिँ चेन्ज गरिकन हामीले सम संस्कृति चुनाव चिन्ह माटोमा भोट तपाईहरुले दिनु होला। हस्त सबैलाई धन्यवाद। जय माटो।